दिमाग खाएर ल तास मुका तास खाने तास ल गाइस आज चाहिँ हामी यहाँ बस्छौँ हामी चाहिँ यहाँ सामानबाट सबै निकाल्छौँ आज चाहिँ हामी थारू कल्चर थारू होमस्टेमा बस्न गइरहेको छौँ बाहिर अगाडि त्यति 1 घन्टा 1.5 घन्टासम्म होटल खोजेर लास्टमा केही चाहियो भने आउला नि त के हो 111 ल अहिले चाहिँ रातिको 8:40 भएको छ ओ माई गॉड दिस इज सो ब्युटिफुल ल हेर्नु त एकदमै राम्रो रिसर्ट थारू गाउँ पानी पर्दैन चाहिँ के हो यो लाइट ला बत्ती पो छैन त त्यति बाल्ने ल यो चाहिँ ए आलु यो चाहिँ कस्तो राम्रो छ कुन चाहिँ यो के त्यो यो अलिक ठुलो छ जस्तो लाग्यो मलाई यतापट्टि यो के यो हो यो पनि उज्यालो देखेको थियो दुईटा उस्तो हो कुनमा हो ल यता बस्ने खानामा हेर्छु मैले आएर है सिधो बुझ्छु भने भन्छौँ मलाई ब्यालेन्स बनाउनु पर्छ त्यस्तो बनाउनु हुन्छ नि ल हामीले आधी घन्टा फ्रेस भयो है 11 बजी रेस्टुरेन्ट खुला हुन्छ होइन क्लोज हुन्छ मेरो फोन चार्ज गर्नु यही खाना होइन तपाईँकै हान्छ भूमि त भूमि त माछाहरू पनि पाउँछ माछा ग्रेभी कुन माछा लोकल त लोकल पनि स्यालेड बेरुवापट्टि के हुन्छ पोखरीको कि खोलाको यही खोला यो के हो घुमसँग होमस्टे हो के हो यो भनेको तपाईँको भात होइन केराको पातमा बेरेर पकाएको यो मासु फोटो मात्र हो यो त्यस्तो बन्नु बगिया हो यो त बनाउनु त टाइम लाग्छ नि त्यो फेरि भात यस्तो चोलिँदैन नि बुढी के खान्छ तिमी के छ खाना चाहिँ खान्ला हो कि हामी जे खाए पनि हुन्छ ए तास पनि रहेछ त मटन तास खाले चाहिँ होइन छ मटन त तास होइन मटन छैन यहाँ वाइफाई छ छैन त्यो पासवर्ड त्यो के अरे रुममा त्यो ढिँगा के अरे नामको हारू स्टे वान कति हो
आजको दिन सुरु भयो मेरो। म चाहिँ आज बिहान अलिक थाकेर सुत्दै भएँ। तर म तपाईँहरूलाई भन्छु बिहान उठेर रेडी भएर हामीले त्यही खाजासाजा खाएर निस्केको पनि लगभग 2 घन्टाभन्दा धेरै नै भइसकिसक्यो। म चाहिँ हल्का टायर्ड भएर सुतेको थिएँ। ल फाइनली आज चाहिँ म आजको दिनको मेरो पहिलो ब्लग बनाउनु सुरु भएँ। हामी जनकपुर जाँदैछौँ, जनकपुर धाम जाँदैछौँ, मिथिला नगर। तपाईँको मिथिला नगर गएर मजाले अवलोकन गरिसकेको छु। यो मेरो दोस्रो टाइम हो। हजुरको मेरो त पहिलो टाइम हो। होइन म जान्छु फेरि। यदि 8 घन्टा 12 घन्टा लगाएर म घरिया बस्नु थोरै गएको छु। मिथिला थालीमा खाने हाम्रो एकदम ठुलो योजना छ। के भन्नुहुन्छ तपाईँ? के भन्नु छ? के अरे कुन भाषा अरे तिमीहरू? ल हाम्रो चाहिँ ऱ्यागिङमा इन्ट्रो हुन्थ्यो, भोजपुरीबाट भन्नु पर्थ्यो। इङ्ग्लिस वर्ड बोल्न मिल्दैन थियो। अनि इन्ट्रो दिँदाखेरि म इन्ट्रो दिन्छु ल भोजपुरीमा। ल एकछिन साउन्ड छान्नु तिमी चाहिँ सिनियर भयो ल ल हमर नाम इल्ला खड्का बा, हम इटली से आयल बानी। हमर पिताजी के नाम सूर्य खड्का बा। श्रीमान छुट्यो माताजी माताजी के नाम भगवती खड्का बा। हमार 10वीं की परीक्षा पिजन उच्च माध्यमिक विद्यालय से भयल बानी। 12वीं की परीक्षा की आइडन 12वीं की एग्जाम के भन्नु बिर्सेँ मैले। 12वीं की परीक्षा जेबी इंटरनेशनल कॉलेज से भयल बानी। हमार रुचि नृत्य और गायन भोजपुरी हो। भोजपुरी बोलिरहेको उनीहरूको बिरगजमा ऱ्यागिङ हुन्थ्यो क्या, सिनियरले गर्थ्यो। तपाईँलाई पनि गरे दिदी? हामी यही त गरेको त याद भएको त हो। ए हो र? अरू के गराउँथ्यो भने कुकरमा सिटी लाग्ने के गर्ने। नेसनल सङ बाज एन्थम हुन्छ होइन हाम्रो नै बाज एन्थम चाहिँ अखियों में लाल सोबेला गज। आजकल गाना कस्तो र? तिमीहरू त रुँदै गाउँथ्यौ तिमीहरू। हो त्यस्तो गाह्रो हुन्थ्यो? रुँदै गाउँथ्यौ? रुँदै गाउनुहुन्छ तपाईँ साँच्चै? अनि टिचरहरूले के भन्दैन थियो? के हुँदैन, एमडीले नै भन्ने यो यस्तो हुन्छ कि अब जस्तो हामीलाई ऱ्यागिङ भनेको चाहिँ हामीले स्ट्रङ बनाएको हो नि त। टर्चर दिएपछि जति दियो हामी हाम्रो फिल्डमा त गाली मात्रै खाने हो नि त नि। अलिकति गालीले सर्न सक्ने भयो। हामीले ऱ्यागिङ खायो, हामी एन्टी ऱ्यागर भइदिउँ नि। हो र? होइन अखियोंमा लाल पेड़ सोबेला गज। अनि खोइ के गजिरा त्यो बिर्सेँ एउटा लाइन, गोरिया तु रसलीला कर तनी सती। गानाको मिनिङ थाहा छैन तर अब अर्को अनि अर्को यो लगाइमै ओठ मेली भेस्टी यो गाना त फेमसै थियो। नाता लगाएको थियो, नाच्न पनि लाउँथ्यो? अनि यो त भयो। कुकरमा सिटी लाग्यो अनि 8नी 4नी हाम्रो डान्स यो हाम्रो ब्याज डान्स हुन्छ नि। 8नी गरेर 54 अनि 8नी भने 8नी कुन साइड हलाउनु पर्ने? 54 भने 54 अनि 1 रुपियाँ अन्त सबै 2 रुपियाँमा घुम्नु थियो। 5 रुपियाँमा चुरोट खाएर निभाउँछ नि हो त्यो स्टेप सबै हुन्छ। अब 15 रुपियाँ भनेको छ भने घन्टी बजाउने। अब हाम्रो सिनियरहरूसँग 10 रुपियाँ थियो भने हामीलाई 15 रुपियाँ पुऱ्याउने, हाम्रो पछिलाई 20 रुपियाँसम्म। ए हो र? अनि प्रत्येक एन्थम सङ हुन्थ्यो। इङ्ग्लिस बोल्ने एउटा जस्तै जस्तै भने नि हाम्रो स्कुल बोर्डिङ स्कुल हाम्रो एउटा वर्ड इङ्ग्लिस बोल्यो भने बोर्डिङ स्कुल चाहिँ आयो। इन्डियनहरूले हो नि त मेनली भनेको बोर्डिङ स्कुल चाहिँ आयो हो, हम लोग को त कुछ नहीं आते, हम सरकारी स्कुल छ भनेर यस्तो पेल्थे। नेपालीहरूले पनि पेल्थे। बोर्डिङबाट पढेर आइयोस् के अरे हामी त सरकारी स्कुलबाट पढेर हामी बुझ्दैनौँ इङ्ग्लिस, नेपाली बोल भन्थ्यो। ए हो त्यो यस्तो ऱ्यागिङ चाहिँ कतिखेर गर्थ्यो? नयाँ अनि दुईपट्टि केटाहरूको चाहिँ के थियो कपडा कपालको स्टाइल दुईपट्टि बाट्ने, एउटामा ग्रिन कलरको रिबन होइन रेड कलरको ब्लू कलरको थियो। अनि ट्राई कलरको कुर्ता सुरुवाल लगाउनु पर्थ्यो, माथि एउटा सुरुवाल अर्को कलर। अनि प्यारोट कलरको सल चाहिँ हाम्रो ड्रेस कोडै थियो। प्यारोट कलरको सल चाहिँ प्यारोट कलर हुन्छ नि, सो कलरको सल चाहिँ
प्यारेट कलरको सल चाहिँ हामी कम्पलसरी लगाउनु पर्ने थियो त्यो चप्पल चिल्लो तोरीकै तेल लगाउनु पर्ने तोरीकै लाउनु पर्ने तोरीकै तेल लगाउनु पर्ने चप्पल फाटफाटे चप्पल हुनु पर्यो अनि अब कलेज जाँदा हाम्रो अब क्लास हुन्थ्यो केटाहरूको चिन्डु बनाउ त्यो आधी कता छोडिदिने के गर्ने अब त्यस्तो उनीहरूको होइन अनि एउटा पेन्ट माथि फोल्ड गर्नु पनि अर्को पेन्ट तल हुन्छ अनि अझ यहाँ के पो बिल्ला पनि टाँस्ने हो म खोइ के हो भनेर अनि उनीहरू पनि अब आफ्नो म यहाँको हुँ यहाँको भनेर टाँस्ने केटाहरूलाई त हार्ड राइडिङ हामी केटीहरूलाई त एटलिस्ट टर्चर दिँदैन थियो होइन केटाहरूलाई त लुगा धुवाउने सिनियरले अनि क्रिकेट ब्याट बनाउने यताबाट फुइँ फ्यालेपछि उता कुद्नु पर्ने हो र केटाहरूको त झन् हार्स हुन्छ कस्तो पेल्छन् केटाहरूलाई हामीले अनि त्यति कतिखेर पढ्नु अनि सुरुमा फर्स्टमा एकदम होइन त्यसपछि फेयरवेल हामीलाई उयो भइहाल्छ नि फ्रेसर भइहाल्छ नि हाम्रो वेलकम भएपछि फेरि अनि तिनीहरूसँग मतलबै भएन नि अनि हामी त फेरि मिलिहाल्यो नि सुरुको सुरुमा चाहिँ उनीहरूले हामीले सिकाएको अलिकति टर्चर दिएर हामीलाई जसले ऱ्यागिङ लिन्छ अनि त्यही मान्छे फेरि फेभरेट हुन्छ उनीहरूले माया बाया पनि गर्छ नेपाली दिदीहरूले चाहिँ एकपल्ट लिन्छन् होइन एक दुईपल्ट जस्तो त तिमी नयाँ आयो होइन उस्तोमा छिटो ग्रुपमा भएर गए नेपाली दिदीहरू एकपल्ट तिमीहरू रुवाउँछन् त्यो वहीँ नै रुवाइदिन्छन् रुवाउँछ नि टर्चरै दिन्छन् अनि भोलिपल्टदेखि चाहिँ माया गर्छ अनि उनीहरूले बचाउँछ नि हामी 8 जना केटीहरू सुरुको 5 त्यो फ्रेसरमा हुन्छ जसमा एउटै रुममा सुत्थ्यौँ ढोकामा ढ्याङढ्याङ गरेपछि सहज हो र अनि अब एक्लै भेट्यो भने त कान्छे मारिदिइहाल्थ्यो नि त्यही भएर त सुरुको 6 महिनामा चाहिँ फर्स्ट इयर क्या मिल्छन् किनभने ऱ्यागिङ हुन्थ्यो नि त एक्लै भेट्यो भने त काँचै सिनेर खाइहाल्थ्यो अनि मेस जाँदा पनि सबजना सल ओढेर अर्को कुरा अनि सिनियर यसरी हेर्नु मिल्यो भने त यसरी जानु पर्थ्यो अनि जतिवटा खुट्टा छ त्यति नै गुड मर्निङ सिनियर गुड मर्निङ सिनियर हो र त्यो मात्र होइन खुट्टा हेरेर चिन्नु पर्थ्यो ओ नाम भन् भन्थ्यो अनि खुट्टा हेर्नु पर्थ्यो अनि खुट्टा हेरेर यो हो भन्नु पर्थ्यो हो र तिमीलाई त बनेको देखा हामी प्रेसर कुकर बन्ने के अरे मौरी बन्ने प्रेसर कुकर बन्द भनेर के गर्छ होला बुढी तिमी भन त भन प्रेसर कुकर कसरी बन्छ होइन त्यसरी बन्यो भने त हुन्थ्यो नि सिटी लाग्नु पर्यो अरे कसरी आफू पनि त सिटीसँग उठ्नु पर्यो नि त कसरी बस्यो यसो गर्दा खुट्टा यसो होइन सिटी लाग्ने The Nagar temple may be closed by the time होइन you उठेर arrive. देखाइदिउँ न बन्द हुँदो रहेछ 4 बजे त के जानकी मन्दिर कसले भनेको तर हामी भित्र छिर्दैनौँ नि त बाहिर पठाइदिन्छ होइन के हो ओइ भित्र छिर्नुपर्छ नि 4 बजे बन्द हुन्छ भन्छ त तर त 2 घन्टा देखाएर के भन्छ मौरी बन भन्छ त्यो त तर अब अहिले धेरै घटिसक्यो हामी नै हुँदा हुँदै हामीले हाम्रो सिनियर जुनियरलाई लिनौँ हो एक सयको बाटोमा एक दुई पनि भएको छ स्टार्ट गर्न आँटेको ल कस्तो छ हालेको राइस चाहिँ आज मलाई पुग्ने खालकै लागेको मिठो छ खप्छु होला म सायद आज कस्तो छ रिभ्यू तपाईँलाई कस्तो लाग्यो बडी बडी तपाईँले त सबै सघाउनु भयो त तपाईँलाई कस्तो लाग्यो त खाना मलाई त खाना एकदम मिठो लाग्यो ससुरालीको भाइ चाहिरहेको तपाईँलाई तपाईँले त फर्स्ट टाइम थपेर यत्रो खानुभयो के सघाउनु भयो तपाईँले मैले लगभग सबै वाउ मलाई पनि मिठो लाग्यो ल हामी चाहिँ जानकी मन्दिर जानलाई जनकपुर ओर्लेर कति टाढो छ जानकी किला खाने खाएर हामी चाहिँ अहिले जनकपुर जानु हिँड्ने हो भाइ
3जना हिँडिराखेको छौँ म चाहिँ अब तपाईँहरूलाई जनकपुर कस्तो रहेछ भनेर देखाउँछु कस्तो लागिरहेको छ घाममा हिँड्नलाई गर्मी मलाई पनि गर्मी भइरहेको छ एकदमै धेरै गर्मी छ हामी त अलिअलि हिँड्दैछौँ खै त तपाईँको कति टाइम भयो सेकेन्ड टाइम मेरो चाहिँ फर्स्ट टाइम बस कताबाट जाने हामी यही दर्शन गर्ने ठाउँ चाहिँ यही हो ल लिनुहोस् बन्द गर्दैन अब बाइन्छ र के लेखेको छ कृपया पैसा दामी पेटीमा पाकेटदेखि सावधान महिला फिल्म फोटो नखिच्नु होला यहीँ बिहा भएको राम्रो छ त ल रियलै हो के भन्नु के हो र खिच्नु तपाईँले हाँसेर मात्र मेरो फ्यानहरूले विवाह मण्डप हेर्नु परेन यहाँ ल जाउँ होला है गर्नु भएन राम्रो छ भित्र चाहिँ अलिकति हजुर एउटा एडिटर जस्तो लागेको थिएन मलाई ल फाइनली हामी चाहिँ निस्क्यौँ यो के को सातो हो के को बनेको चनाको भुटेर बोक्रा छोडाएर मिलिने पिसाएर ए अनि के मिसाएको हुन्छ त्यो सातोमा यसमा बिरे नुन जिरा र ज्वानो अनि अमिलो सादा नुन आयो नुन त्यही टेस्ट टेस्ट मात्र गर्छ पिरे नुन धेरै
त्यो मान्छेले बनाएको कि त्यो फुल पैसा लिन्छ त्यो कर्नलाई होइन होला आफैले बनाएको आफ्नो मतलब कसले लगानी गरौँ होइन त्यो फुल तरेको कति रुपियाँ लिन्छ मान्छेले तरेको यो गाडी कसरी जान्छ यहाँबाट पानीबाट उता त मान्छेले पानी पाएपछि जानु पुजे गर्छन् गुहे पानी यस्तो फोर्छ अगाडि डुब्ला है बुढी होता रहेछ 5 रुपियाँ पुरै चित काटेर बाँसमा काठ हालेर ठिक गरेको कस्तो भयो त अपराध समारी भएर त्यही हो नि कस्तो भयो मलाई त कस्तो फेरि कति जानु पायो ए अझै घरमा सुन्नु छैन आज 6 दिनको दिन घर पुगेको छ एकदमै रमाइलो ठिकठाक खाना बनाउने ठाउँमा पुर्याइदिनु आज काम गर्ने हो ठिक हो खाना पकाउनु त भाग्नु पर्यो ठ्याक्कै खाना पकाउने टाइममा